आज नेपाली चलचित्र राम नाम सत्यको ट्रेलरको म रियाक्सन गर्न गइरहेको छु। आशा छ राम्रै छ होला हैन। अब म हेर्छु अनि यसको प्रतिक्रिया म दिन्छु। आयुष भाइ पनि रहेछ त। वाउ, सुशील श्रेष्ठ। दमदार छ है, दमदार छ प्रस्तुति। पुरै पाइलट मलाई चाहियो। पेट्रोल खानीमाथि हुर्केको यो ज्वालाले जिस्क्यायो भने तपाईँहरूको खरानी पनि नभेटिने। धागोभन्दा बढी मायाले बुनेको यो गलबन्दी मेरो न्यानो माया जही बेला पनि बाउसार छाताउनेछ। बसन कान्छी बसेर छेउमा यो माया साथेको तिमीलाई नि तिमीलाई पछुरी मखमल यो गीत चाहिँ एकदमै राम्रो छ है। ओ माय गॉड। मलाई त आफूलाई छुँदै चाहिन्छ। मेरो माया सधैँको चित्तमा बनिरहेछ। सुशील थापाको आवाजहरू चाहिँ मानिरहेको छु मैले किन। चैत्र 2082 राम नाम सत्य। प्रोग्राममा मुभी एकदमै राम्रो छ जस्तो लाग्यो मलाई, मेरो पर्सनल ओपिनियन है। वाउ, विराज भट्टको त्यो लुक्स, त्यो दमदार एक्सन, पुरा गुस्बम आयो। साँच्चै खतरा रहेछ। अनि सुशील श्रेष्ठको एक्सन पनि खतरा, दामी। अनि आयुषको रोल चाहिँ के छ जस्तो लाग्यो, खासै देखेन नि होइन। यो फिल्म चाहिँ हेर्नुपर्छ, एकदमै लेभलमा छ फिल्म। अब यो ट्रेलरले भन्दा पनि अब यो फिल्म हेऱ्यो भने चाहिँ सुकुन मिल्छ।